आज तपाईँ र म परमेश्वरको भयमा कसरी जिउँदैछौँ? परमेश्वरको भय भन्दैमा नि हामीले यहाँ वचनहरू पढेका हुन्छौँ। ओहो, परमेश्वर त क्रोध गर्ने परमेश्वर हुनुहुन्छ, उहाँले चाहिँ हामीलाई भस्म पार्ने आगोले भस्म पार्नुहुन्छ। आज म सङ्गतिमा गइन भने त परमेश्वर रिसाउनु होला अनि मलाई दण्ड दिनु होला, मेरो समस्या आउला, रोग आउला, मलाई त उस्तै परे मार्नु होला भन्ने सोच्दै हुनुहुन्छ कि? सङ्गति जानु भनेको परमेश्वरलाई भेट गर्न जानु हो। मेरो बाबासँग भेट गर्नु दिन हो आज। उहाँसँग सङ्गति गर्ने समय हो, उहाँको वचनहरूलाई अध्ययन गर्ने, उहाँको आज्ञामा रहने दिन हो भनेर तपाईँले सोच्दै हुनुहुन्छ। परमेश्वर त्यस्तो क्रोध गर्नु हुँदैन, त्यस्तो निर्दय पनि हुनु हुँदैन। तपाईँ सङ्गति नआउँदैमा, दशांश भेटीहरू नदिँदैमा उहाँले तपाईँमा क्रोध खनाउनु हुँदैन। प्रियहरू, आजको वचनको शीर्षक छ कि परमेश्वरको भयमा जिउनेलाई के हुन्छ? के अरे? परमेश्वरको भयमा जिउनेलाई के हुन्छ है? कुरा चाहिँ के हो जस्तो आयो होइन? परमेश्वरको भय, भय भनेको डर है। अनि अब डर भनेको के हो त? भय भनेको के हो त? भय भनेको नि मानिसको हृदयमा उत्पन्न हुने त्यस्तो भावना हो जसले खतरा वा अनिश्चितताको अनुभूति गराउँछ। के को? खतराको अनुभूति गराउँछ। केले? भयले होइन। अनि तर हेर्नुहोस् है, त्यो भयले त्यस्तो हुन्छ भने, तर परमेश्वरको भय भनेको नि उहाँप्रति आदर, श्रद्धा र आज्ञाकारितामा रहनुलाई के भन्छ त? परमेश्वरको भयमा रहनु भनेर जनाउँदछ। भय पनि दुई किसिमको हुन्छ होइन? एक किसिमको के हुन्छ? एक किसिमको नेगेटिभ खाले के डर, हामी रातमा जानु हुँदैन, भूत आउँछ, म त जाँदिनँ, के हो? एउटा डर हो। त्यो पनि त्यो चाहिँ के हो? नेगेटिभको डर हो होइन? पोजिटिभ खाले डर। त्यो नेगेटिभ भाइस दिने डर होइन कि हामी चाहिँ परमेश्वरमा चाहिँ हाम्रो पोजिटिभ सेन्स दिने, भावना दिने चाहिँ भय हो। अनि परमेश्वरको भय भनेको के रहेछ त? उहाँप्रति आदर, श्रद्धा र आज्ञाकारितामा रहनु के रहेछ त? परमेश्वरको भयमा रहनु हो। अनि हामी भन्छौँ नि भय भनेको क्या, यदि कुनै छोराछोरी नि आफ्नो आमा बुबालाई नि मात्र एउटा किसिमले क्या, मैले यो काम गरिनँ भने मेरो आमाले, मेरो बुवाले चाहिँ मलाई लत्थी लाउनुहुन्छ, मलाई चाहिँ कारबाही गर्नुहुन्छ, मलाई चाहिँ दण्ड दिनुहुन्छ भनेर त्यसले चाहिँ त्यो कामहरू गर्छ भने नि, आमा बुवाको अधीनतामा रहन्छ भने त्यो चाहिँ छेरिक हुन्छ क्या। के हुन्छ अरे? छेरिक हुन्छ। के गरेर? मेरो आमा बुवाले चाहिँ मैले यो काम गरेन भने, मैले राम्रोसँग पढेन भने मलाई चाहिँ लौरोले पिट्नुहुन्छ, मलाई चाहिँ गाली गर्नुहुन्छ भनेर त्यसले चाहिँ त्यो डर राख्यो भने, आमा बुबाको त्यो भयमा रह्यो भने त्यो चाहिँ छेरिक हुन्छ। एक न एक दिन त्यो बच्चा के हुन्छ? एक दिन न एक दिन त्यो बच्चाले बाटो बिराउँछ। तर जुन बच्चाले, जुन छोराछोरीले नि मैले पढिनँ भने मेरो बाउ आमाको लगानी चाहिँ खेर जानेछ, मेरो बाउ आमाले मलाई यति धेरै प्रेम गर्नु भएको छ, मैले चाहिँ उहाँको कारणले गर्दा पनि मैले चाहिँ पढ्नु पर्छ, मेरो बाउ आमालाई म प्रेम गर्छु, त्यसैले मैले राम्रोसँग अध्ययन गरेर मेरो बाउ आमालाई मैले सहायता गर्नुपर्छ, बुढेसकालको सहारा बन्नुपर्छ भनेर उसले सोच्छ भने, उसले त्यो सोचेर पढ्छ भने के हो त? त्यो चाहिँ पोजिटिभ हो है। अनि हामी अब हाम्रा छोराछोरीहरूले कसरी पढ्दैछन्, कसरी हामीलाई चाहिँ आदर गर्दैछन् त? प्रियहरू, आज मैले गरिनँ भने, पढिनँ भने मलाई लत्थी लाउँछन्, म पास भइनँ भने मेरो बाउ आमाले मलाई दण्ड दिन्छन् भनेर त्यो हिसाबले पढ्दैछन् कि मेरो बाउ आमाको इज्जत, मेरो बाउ आमाको मेहनतलाई चाहिँ मैले खेर जान दिनु हुँदैन। उहाँहरूले मलाई यति मेहनत गरेर पढाउनु भएको छ, मेरो निम्ति खर्च गर्नु भएको छ, मैले चाहिँ उहाँहरूको यो भावनामा ठेस पुर्याउनु हुँदैन, म चाहिँ जसरी नै पढ्नुपर्छ भनेर त्यो छोराले पढ्छ भने, त्यो छोराले सोच्छ भने नि त्यो छोरा एक न एक दिन सफल भएर छोड्छ क्या। त्यसले गलत बाटो कहिल्यै पनि औलाइदैन।
त्यसै कारणले हेर्नुहोस् है, आज तपाईँ र म परमेश्वरको भयमा कसरी जिउँदैछौँ। परमेश्वरको भय भन्दैमा नि हामीले यहाँ वचनहरू पढेका हुन्छौँ। ओहो, परमेश्वर त क्रोध गर्ने परमेश्वर हुनुहुन्छ, उहाँले चाहिँ हामीलाई भस्म पार्ने आगोले भस्म पार्नुहुन्छ। आज म सङ्गतिमा गइन भने त परमेश्वर रिसाउनु होला, अनि मलाई दण्ड दिनु होला, मेरो समस्या आउला, रोग आउला, मलाई त उस्तै परे मार्नु होला भन्ने सोच्दै हुनुहुन्छ कि सङ्गति जानु भनेको परमेश्वरलाई भेट गर्न जानु, मेरो बाबासँग भेट गर्नु दिन हो। आज उहाँसँग सङ्गति गर्ने समय हो, उहाँको वचनहरूलाई अध्ययन गर्ने, उहाँको आज्ञामा रहने दिन हो भनेर तपाईँले सोच्दै हुनुहुन्छ। परमेश्वर त्यस्तो क्रोध गर्नु हुँदैन, त्यस्तो निर्दय पनि हुनु हुँदैन। तपाईँ सङ्गति नआउँदैमा, दशांश भेटीहरू नदिँदैमा उहाँले तपाईँमा क्रोध खनाउनु हुँदैन प्रियहरू। तर के हो त, यो आज मैले जुन तपाईँलाई परमेश्वरको भयमा जिउनलाई, परमेश्वरको भयमा जिउनलाई के हुन्छ, जिउने व्यक्तिलाई के हुन्छ भन्ने कुराहरू आज तपाईँलाई यो मानेमा देखाउँदैछु कि तपाईँमा डर उत्पन्न गर्नको निम्ति होइन, हामी चाहिँ परमेश्वरलाई कसरी प्रेम गर्दैछौँ भन्ने कुरा हामी जान्नेछौँ प्रियहरू। आज तपाईँहरूले यो कुरा बुझ्नुभयो होला भन्ने म आशा गर्दछु। मैले चाहिँ उदाहरण दिइसकेँ, दुईवटा छोराछोरीको बात मैले उदाहरण दिएको छु। त्यसैले नि आज परमेश्वरमा मैले यो गरिनँ भने, दशांश भेटी दिनँ भने त उहाँले मलाई रिसाउनु होला, क्रोध खनाउनु होला, मेरो जीवन बर्बाद होला, म मर्छु होला, म नर्कै जान्छु होला भनेर सोच्नुहुन्छ भने त्यो चाहिँ भय होइन, परमेश्वरप्रतिको भय होइन। परमेश्वरप्रतिको भय के हुन्छ, सधैँ उहाँलाई आदर गर्ने, उहाँलाई श्रद्धा गर्ने, उहाँको आज्ञाकारितामा रहने चाहिँ उहाँको डर र भयमा जिउने हो। यदि हामी डरमा भयमा जिउँछौँ भने, परमेश्वरको तपाईँ र मैले परमेश्वरको डर र भय मान्छौँ भने, डर र भयमा जिउँछौँ भने तपाईँ र मलाई के हुन्छ त? के तपाईँ र म मर्छौँ? के तपाईँ र म सिद्धिन्छौँ? डर र भयमा रहेनौँ भने के हुन्छ होला त भन्ने कुरा नि आज म तपाईँलाई बाइबलद्वारा देखाउने छु। हामी जानेछौँ 1 नम्बर बुँदामा, मैले बुँदा लिएर आएको छु कि परमेश्वरको भयमा जिउनेलाई के हुन्छ भन्ने कुरामा 1 नम्बरको बुँदामा छ, मानिसको षड्यन्त्रबाट लुकाउनुहुन्छ अनि सुरक्षित राख्नुहुन्छ। परमेश्वरको भयमा जिउनेलाई के हुँदो रहेछ, फाइदा हुँदो रहेछ होइन। के गर्नु हुँदो रहेछ त, मानिसको षड्यन्त्रबाट लुकाउनु हुने रहेछ र हामीलाई सुरक्षित राख्नु हुने रहेछ। यो चाहिँ भजन सङ्ग्रह 31:19 र 20मा म पढ्न चाहे। भजन सङ्ग्रह 31:19 अनि 20 तपाईहरूले सुन्न सक्नुहुन्छ, लेखेर राख्न सक्नुहुन्छ। यहाँ चाहिँ यसो लेखेको छ कि तपाईँको भलाइ कति महान छ, जो तपाईँको भय मान्नेहरूका निम्ति तपाईँले राख्नु भएको छ, जो तपाईँमा शरण पर्नेहरूलाई तपाईँले मानिसहरूको सामुन्ने दिनुभएको छ। अनि 20मा तपाईँका उपस्थितिको सुरक्षित ठाउँमा तिनीहरूलाई मानिसका षड्यन्त्रबाट तपाईँले लुकाउनुहुन्छ। तपाईँले तिनीहरूलाई दोष लगाउने जिब्राहरूबाट आफ्नो वास स्थानमा सुरक्षित राख्नुहुन्छ। आमेन। के गर्नु हुँदो रहेछ त, परमेश्वरको भयमा जिउने मानिसलाई के गर्नु हुँदो रहेछ त, खराबी होइन, मानिसहरूका षड्यन्त्रबाट लुकाउनुहुन्छ अरे क्या। आज तपाईँको विरुद्धमा कति धेरै षड्यन्त्र रच्दै होला, यसलाई फसाउँ, यसलाई चाहिँ यो गरौँ भनेर मानिसहरूले, तर पनि तपाईँलाई नि त्यो षड्यन्त्र गर्ने मानिसहरूबाट नि परमेश्वरले लुकाउनुहुन्छ। अनि जसले तपाईँलाई दोष दिइरहेको छ नि, त्यो दोष लगाउने जिब्रोहरूबाट आफ्नो वासस्थानमा नि परमेश्वरले सुरक्षित राख्नुहुनेछ अरे। आमेन। के गर्नुभयो भने तपाईँले परमेश्वरको भयमा तपाईँ रहनुभयो भने मात्रै हो। के गर्नुभयो भने परमेश्वरको भय मान्ने व्यक्तिहरूको निम्ति चाहिँ यो कुराहरू परमेश्वरले गर्नुहुन्छ। त्यसैले नि आज धेरै मानिसहरू के छन् त, सुरक्षित भएको छ क्या। कति षड्यन्त्रहरू होइन, डियाबलसले कति धेरै षड्यन्त्रहरू गराएको हुन्छ क्या। हामीलाई यसलाई यस्तो ठाउँमा गरेर मार्छु, यस्तो गर्छु भनेर यसको परिवारलाई कुलतमा फसाउँछु भन्छ होइन, परिवारमा झगडा गराउँछु भन्छ। तर पनि परमेश्वरले हामीलाई के गराउनु भएको हुन्छ त, यी दोष दिने जिब्राहरूबाट, ती षड्यन्त्रहरू गर्ने मानिसहरूबाट लुकाउनु भएको कारणले गर्दा नि तपाईँका मानिसहरू, तपाईँ र म चाहिँ के हुन छुटकारा पाएका व्यक्तिहरू भएका छौँ। आमेन।
तपाईँ र के गर्नु पर्यो? भयमा रहनु पर्यो। भय भनेको के हो? कुरा बुझ्नुभयो नि होइन? भय भनेको परमेश्वरले मलाई चाहिँ ओहो मैले दशांश दिनँ भने, मैले आदर गरिनँ भने, मैले सङ्गतिमा गइनँ भने त उहाँले मलाई चाहिँ यसरी हानि गर्नु होला, रोग पठाउनु होला, मिश्र देशमा पठा जस्तो होइन। त्यो चाहिँ भय होइन होइन। उहाँलाई चाहिँ मैले के गर्नुपर्छ? सङ्गतिमा जाने मेरो काम हो। सङ्गतिमा जानु भनेको परमेश्वरलाई आदर गर्नु हो, उहाँलाई प्रेम गर्नु हो, उहाँको वचनलाई पालन गर्नु भनेको के हो त? उहाँको प्रेममा रहनु हो, उहाँको भयमा रहनु हो होइन। आज दुईवटा छोराछोरी, दुईवटा गुण भएका छोराछोरी हामीले जन्माइराखेका हुन्छौँ कि हाम्रो वरिपरि हुन्छन्। एउटा के हुन्छ त? मेरो बाबुआमाले मलाई समयमा घर गएन भने मलाई गाली गर्नुहुन्छ, दण्ड दिनुहुन्छ भनेर डर राख्ने छोराछोरी हुन्छ। अर्को छोराछोरी हुन्छ म चाहिँ के गर्नुपर्छ? समयमै घर पुग्नु पर्छ। मेरो बुवा आमा धेरै थाक्नु भएको हुन्छ, खेती किसानी गरेर घरको बाहिरको काम गरेर थाक्नु भएको हुन्छ, उहाँहरूलाई चाहिँ मैले सहायता गर्नुपर्छ भन्ने किसिमको भय राख्छ क्या एउटाले के गर्छ त? एकजनाले म बेलामा गएन भने मलाई दण्ड दिनुहुन्छ भनेर। तर असलमा के हो त? उसले चाहिँ दोस्रो नम्बरको छोराले चाहिँ के गरेको छ? जुन छोराछोरी चाहिँ दोस्रो नम्बरको भय राखेर आमा बाउलाई आदर गर्छ, त्यो छोराले के गर्छ? सधैँभरि उसको जीवनमा उन्नति गर्छ, आशिष हुन्छ क्या होइन। उसले कहिले पनि हानि गर्दैन, कहिले पनि गलत बाटो रोज्दैन फेरिहरू। त्यही भएर नि परमेश्वरलाई तपाईँ र मैले नि त्यसरी चिनौँ क्या। तपाईँ र म परमेश्वरको भयमा त्यसरी बाँचौँ। तपाईँ र म परमेश्वरको भयमा बाँच्दै गर्दाखेरि तपाईँ र मलाई चाहिँ के हुँदो रहेछ? फाइदा हुँदो रहेछ। भन्नुहोस् त, फाइदा हुँदो रहेछ भन्नुहोस् त। आमेन। अबदेखि तपाईँ यदि अहिलेसम्म परमेश्वरको भयमा जिउन डराउनु भएको छ, जिउन सक्नु भएको छैन भने आजदेखि परमेश्वरको भयमा जिउन थाल्नुहोस्। किनभने उहाँले चाहिँ हामीलाई हरेक षड्यन्त्रबाट अनि हरेक कुराहरूबाट हामीलाई सुरक्षित राख्नुहुन्छ। अनि 2 नम्बरमा छ कि छुटकारा दिनुहुन्छ। के गर्नुहुन्छ अरे? छुटकारा दिनुहुन्छ। परमेश्वरले हामीलाई के पनि गर्नुहुन्छ? छुटकारा पनि दिनुहुन्छ। के गर्यो भने? परमेश्वरको भय मान्यो भने। अनि यहाँ चाहिँ भजन सङ्ग्रह 34:7 मा छ, परमेश्वरको भय मान्नेहरूका चारैतिर परमप्रभुका स्वर्गदूतले सुरक्षाका घेरा लगाउँछन् र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुन्छ। आमेन। के गर्नुहुन्छ त? जो व्यक्तिले चाहिँ परमेश्वरको भय मान्दछ त्यसको चारैतिर के छ? परमेश्वरले परमप्रभुका स्वर्गदूतले के गर्छ अरे? सुरक्षाको घेरा लाउँछन् रे। हालेलुया। हेर्नु त। अनि तिनीहरूलाई के गर्नुहुन्छ? छुटकारा दिनुहुन्छ। आज तपाईँले नाङ्गो आँखाले त्यो स्वर्गदूतलाई नदेख्नु होला, तर पनि तपाईँको वरिपरि नि परमेश्वरका त्यो स्वर्गदूतले नि तपाईँलाई सुरक्षाको घेरा लगाइराखेका हुन्छन्। त्यही भएर तपाईँ हरेक अवस्थाबाट बाँच्नुहुन्छ क्या। म त आज त ओहो बालमा बाँचेँ, म त ठुलो कालबाट बाँचेँ भन्छ नि मान्छेहरूले होइन, भनिराखेको हुन्छौँ क्या। हामी विश्वासीहरूले त झन् धेरैचोटि पढिराखेका हुन्छौँ। अस्ति नै लीला भाउजू 2 चोटिसम्म रुखबाट खसे तर पनि केही भएन। के हुनुहुन्थ्यो त? उहाँ चाहिँ स्वर्गदूतको घेरामा हुनुहुन्थ्यो। अनि उहाँले के गर्नुभयो त? उहाँलाई चाहिँ अङ्गभङ्ग हुनबाट होइन, चोटपटक लाग्नबाट र मृत्युबाट के गर्नुभयो? छुटकारा दिनुभयो। आमेन। किन? परमेश्वरको भय मानेको कारणले गर्दाखेरि। आज थुप्रै हामी गवाईहरू छ, थुप्रै घटनाहरू छ जुन चाहिँ हामीलाई चाहिँ छुटकारा दिनुभएको छ। आमेन। कतिजनाहरू छ कुलतबाट छुटकारा हुन सकेको छैन क्या होइन। उनीहरू जान्छ फेरि होइन, अनि फेरि आउँछ। ओहो पैसा पनि कति खर्च हुन्छ। सुधार केन्द्रमा जान्छ, अब 2-3 महिना बस्छ, अनि सुधार केन्द्रमा बस्दासम्म चाहिँ सुत्रे जस्तो हुन्छ। जब घरमा आउँछ फेरि के थाल्छ? फेरि खाना सुरु गर्छ। किन? त्यसका वरिपरि चाहिँ स्वर्गदूतको सुरक्षा छैन त। किन? स्वर्गदूतले के गर्छन्? खानु हुँदैन बाबु। किन? सुरक्षाको घेरामा छ नि त। यो चाहिँ गलत कुरा हो भन्ने कुरा उसको दिमागमा अझै चेत खुलेको हुँदैन क्या। त्यही भएर छुटकारा हुँदैन। तर हाम्रो के हुन्छ? जब हामी विश्वास गर्छौँ, परमेश्वरमा भरोसा गर्छौँ, परमेश्वरको भय मान्छौँ भने के गर्छौँ त? हामी सजिलै छुटकारा भएका छौँ नि होइन। हाम्रो मामा दिलबहादुर मामाले भन्नुहुन्छ नि, रक्सी क्या त
सिमेन्टको बाक्साभित्र माटोमुनिको बाक्साभित्र गएर बस्या उहाँले देख्नुहुँदो रहेछ। त्यो सोच कहाँबाट आउँछ? परमप्रभुले दिनुहुन्छ नि त। के हो त? परमेश्वरको भय हो नि त त्यो। प्रभुले मलाई देख्नुहुन्छ, उहाँको चाहिँ अनादर हुन्छ। आज मैले रक्सी खाँदै हिँडेँ भने परमेश्वरको के हुन्छ त? बेइज्जत हुन्छ नि त, परमेश्वरको बदनाम हुन्छ। त्यही भएर मैले यो खानु हुँदैन भनेको के हो? परमेश्वरको भयमा रहनु। जब परमेश्वरको भयमा रहनुभयो, स्वर्गदूतको सुरक्षा तपाईँको वरिपरि भयो। अनि तपाईँलाई के गर्न दिएनन्? स्वर्गदूतहरूले तपाईँलाई फेरि त्यो कुलतमा जान दिएनन्, तपाईँलाई छुटकारा दिए। आमेन। आज हामीलाई यसरी छुटकारा दिनुभएको छ। आज धेरै परिवारहरू हुन्छ जसले चाहिँ छुटकारा पाउनु भएको छैन। अस्ति भर्खरै एउटा घटना हेर्दै थिएँ उतातिर, होइन, तराईतिर, अब कतातिर एकजना छोरी मान्छेलाई के भएछ? हत्या गरेछ। अनि त्यसको बाबामा पनि विश्वासी, हामी चाहिँ सङ्गति जाने आउने भन्दै थिए कुराहरू। हेर्नुहोस् है, आज विश्वासी भएर तपाईँको छोराछोरीहरू पनि अधीनतामा छ कि छैन, होइन? यदि साँचो विश्वासी हो भने राति राति त्यसलाई भेट्न जान्थेन। अनि त्यहाँ एउटा घटना, एउटा कुरा आएको थियो। के भन्दाखेरि ऊ जब सुधार केन्द्रबाट बाहिर आयो, बाहिर आइसकेपछि त्यो केटीलाई भेटेपछि मारिदियो। सुधार केन्द्रमा गएर त सुधेर आउनु पर्ने थियो नि त। हेर्नु त, आज त्यो केटीले, त्यो छोरीले के गरेन? परमेश्वरको भय मानेन। म यो राति रातिमा भेट्न जानु हुँदैन, परमेश्वरले मलाई नजानु भन्नु भएको छ। म चाहिँ उहाँको डर र भयमा जिउनु पर्छ, म चाहिँ पवित्रतामा रहनु पर्दछ। यो रातिमा हिँड्नु हुँदैन, म चाहिँ बाउ आमाको आज्ञा पालन गर्नु पर्दछ। उसले सोचेन, रातिमा घरबाट बाहिर गयो अनि उसको के भयो? विडम्बना, मृत्युको मुखमा पर्नु पर्यो, होइन? हेर्नु त, आज त्यही भएर नि आज यदि हामी साँचो रूपमा परमेश्वरको डर र भयमा रहन्छौँ भने जवान छोराछोरी हो, परमेश्वरले नि तिमीहरूलाई त्यो मृत्युबाट, त्यो डरलाग्दो परिस्थितिहरू, बलात्कारहरूबाट, हत्याहरूबाट पनि हामीलाई छुटकारा दिनुहुन्छ, सुरक्षाको घेरामा राख्नुहुन्छ। आमेन। के गर्नु पर्यो? परमेश्वरको भयमा रहनु पर्यो। बाउ आमाको भय मानिरहेन, परमेश्वरको भय मानिरहेन। किन? बाउ आमालाई त हामीले चुटकीको भरमा झुक्क्याउन सक्छौँ। म साथीकोमा जान्छु भन्छ, केटालाई भेट्न गएको हुन्छ, अनि एक्कासी त्यसको लास कहाँ भेटिन्छ? जङ्गलमा भेटिन्छ, खोलामा भेटिन्छ। हेर्नु त, आज मानिसलाई ढाँटिरहेको छ क्या। तर बाउ आमाको भयमा रहने छोराछोरी नि, त्यसले कहिल्यै पनि त्यो चाहिँ असल बन्न सक्दैन होला। कोही कुनै राम्रो होला, तर धेरै जसो बिग्रेको होला। किन? बाउ आमाले चाहिँ उनीहरूको रखवाली गर्न सक्दैन क्या। जुन छोराछोरी परमेश्वरको भयमा बाँच्छ नि, त्यसले कहिल्यै पनि गल्ती गर्दैन, कहिल्यै पनि राति राति केटालाई भेट्न जाँदैन, राति राति केटीलाई भेट्न जाँदैन है। अनि त्यही भएर हेर्नुहोस् त, आज हामी के गर्नु पर्यो? परमेश्वरको भय मान्नेहरूको चारैतिर के छन्? परमेश्वरका स्वर्गदूतहरूले सुरक्षाको घेरा लाउँछन् र तपाईँ र मलाई छुटकारा दिन्छन्। आमेन। आज हामी त्यही घटना पनि त सुन्छौँ नि, त्यही गवाई पनि सुन्छौँ। जुन गवाई चाहिँ रातको 12 बजे हिँड्दै गर्दाखेरि, त्यो बाटो हिँड्दै गर्दाखेरि के भयो? त्यसलाई चाहिँ त्यो हत्याराले मार्न सकेन, अर्को व्यक्तिलाई मार्यो। के थियो? सुरक्षाको घेरा थियो। जब त्यसलाई पुष्टि गरियो, जब झेलखानामा गयो, तैँले मलाई किन मारेनस्? तैँले त मलाई सुरुमा भेटाएको भन्दै गर्दा तेरा वरिपरि त के थिए त? मानिसहरू थिए, चारैतिर मानिस थिए। यसको वरिपरि त मान्छे नै थिएन। किन? परमेश्वरको भय मान्ने व्यक्तिहरूको वरिपरि मात्र के हुँदो रहेछ त? स्वर्गदूतका पहरा हुँदो रहेछ। मैले भनेको होइन, भजन सङ्ग्रह 34:7 भनेको यो कुरा चाहिँ दाउद राजाले भन्दैछन्। दाउद राजा पनि त्यही अवस्थाबाट, उनलाई के छ? त्यो सबै कुरा थाहा छ। किन? परमेश्वरमा उनले चाहिँ यति बेसी प्रेम गरेको थिए परमेश्वरलाई चाहिँ। उनले चाहिँ आराधना गर्दै गर्दाखेरि उनको शरीरको लुगा झरेको पनि उनलाई पत्तो हुँदैन थियो। त्यति धेरै बेसी परमेश्वरलाई उनले आदर गर्थे क्या। अनि त्यो आदर गर्ने व्यक्तिले चाहिँ तपाईँ र मलाई भन्दै हुनुहुन्छ। अनि अर्को हेर्नेछौँ हामीले, अर्को पोइन्टमा छ, केही कुराको खाँचो पर्दैन। के हुँदैन अरे? केही कुराको खाँचो पर्दैन। परमेश्वरको भय मान्नेलाई के हुँदैन? केही कुराको खाँचो हुँदैन, पर्दैन। अनि यो भजन सङ्ग्रह 34:9 छ है। हे परम प्रभुका पवित्र जन हो, उहाँको भय मान, किनकि उहाँको भय मान्नेहरूलाई केही कुराको खाँचो पर्दैन। आमेन। भन्नुहोस् है, आज यो पदहरू, यो वचन मेरो निम्ति भन्नुहोस् क्या।
आज तपाईँलाई जुनसुकै कुराको खाँचो होला, कतिलाई शान्तिको खाँचो होला, कतिलाई मेलमिलापको खाँचो होला, कतिलाई चङ्गाईको खाँचो होला, कतिलाई आर्थिकको खाँचो होला। यदि तपाईँ परमेश्वरको भय मान्नुहुन्छ भने तपाईँलाई कुनै कुराको पनि के हुँदैन, खाँचो पर्दैन। आमेन। यो पदलाई दाबी गर्नुहोस्, लेख्नुहोस्, दिनदिनै घोषणा गर्नुहोस्, परमेश्वरको भयमा जिउनुहोस्। साँच्चै नै परमेश्वरले तपाईँको सबै खाँचोहरू पुरा गर्नुहुनेछ। आमेन। अनि अर्को पोइन्टमा छ कि उहाँले चाहिँ तिथ्याउनुहुन्छ। के अरे? तिथ्याउनुहुन्छ। जब हामी डर र भयमा जिउँछौँ उहाँले हामीलाई तिथ्याउनुहुन्छ। भजन सङ्ग्रह 103:13 छ है यो कुरा चाहिँ। भजन सङ्ग्रह 103:13 जसरी बुवाले आफ्ना छोराछोरीहरूलाई तिथ्याउँछन् त्यसरी नै उहाँका भय मान्नेहरूलाई परमप्रभुले तिथ्याउनुहुन्छ। आमेन। हामीले हाम्रो छोराछोरीलाई तिथ्याउँछौँ नि, होइन? बिहान मात्रै मेरो छोराछोरीलाई नभनेको कुनैले के भनेको छ, कुनैले के भनेको छ, यिनलाई म भनेको, अनि उनीहरूलाई अलिकता हप्किनी लगाएँ। अनि लगाइसकेपछि एकछिनपछि के लाग्यो त? माया लाग्यो क्या, टिट लाग्यो भन्छ नि। ओहो, मेरा छोराछोरीलाई त्यति हप्काउनु नहुने, अझै छोरालाई त के गर्नु पर्यो, झन् एक लौरो लट्ठी पनि लाउनु पर्यो, अलिक घमण्ड भएको कारणले क्या। अनि पछि चाहिँ नहान्नु पर्ने के लाग्छ हामीलाई चाहिँ? तित लाग्छ नि त, होइन? ओहो, नगर्नु पर्ने, हामी तिथ्याउँछौँ। त्यसै गरेर नि यदि तपाईँ परमेश्वरको भयमा जिउनुहुन्छ भने परमेश्वरले पनि तपाईँलाई तिथ्याउनुहुन्छ। ओहो, मेरो छोरीलाई अभाव छ, ओहो मेरो छोरीलाई यो खाँचो परेको छ, मेरो छोरी त्यो दलदले हिलोमा छ, मेरो छोरी रोगी छ, त्यसको चाहिँ यो समस्या छ भनेर नि परमेश्वर तिथ्याउनुहुन्छ। के गर्नुभयो भने तपाईँ परमेश्वरको भयमा जिउन थाल्नुभयो भने। आमेन। अनि अर्को हुन्छ कि बुद्धिमानी पनि हुन्छ अरे। केले? परमेश्वरको भयले हामी के हुन्छौँ? बुद्धिमानी पनि हुन्छौँ रे। आमेन। के पनि हुन्छौँ हामी? बुद्धिमानी पनि हुन्छौँ। हेर्नुहोस् है, आज कति धेरै फाइदाहरू छ कि हामी चाहिँ उहाँको भयमा जिउन थाल्यौँ भने। अनि यहाँ छ भजन सङ्ग्रह 111:10 चाहिँ परम प्रभुको भय बुद्धिको सुरु हो, उहाँका आदेशहरू पालन गर्नेहरूको समशक्ति ठिक हुन्छ, उहाँको प्रशंसा सधैँभरि रहिरहन्छ। आमेन। के हुन्छ अरे? परमेश्वरको भय मान्नेहरूलाई, परमेश्वरको भयमा जिउनेहरू के पनि हुन्छन्? बुद्धिमानी पनि हुन्छन् भनेको छ नि। परम प्रभुको भय नै के हो त? बुद्धिको सुरु हो रे। यदि हामी के गर्छौँ? परमेश्वरको भय मान्छौँ भने नि हामी कुलत खाइराख्ने। अब मामाको उदाहरण दिउँ, मेरै श्रीमानको उदाहरण दिउँ। पहिला धेरै कुलत खान्छ, जाँड रक्सी चुरोट खैनी खानुभयो, होइन? गाजा भाङ पनि खानुभयो, लुकी लुकी खानुभयो। कति समयसम्म? जबसम्म परमेश्वरको डर र भयमा उहाँ जिउन थाल्नु भएन तबसम्म लुकेरै खानुभयो। ए मैले कहिले कुन खोल्सामा लुकाएँ, कुन खोल्सामा लुकाएँ भनेर गवाइदिनुहुन्छ क्या। किन भन्दा नि उहाँले आफ्नो शरीरलाई हानि गरिराख्नु भएको थियो। त्यो खाने त्यो चुरोट खैनी सुर्तीले के गर्दैन थियो? स्वास्थ्यलाई राम्रो हुँदैन थियो, स्वास्थ्यमा हानि पुर्याइरहेको थियो। तर उहाँले के गर्नु भएको थिएन? उहाँले चाहिँ लुकी लुकी खानु भएको थियो। मेरो श्रीमतीले देख्या छैन, मेरो श्रीमतीले नाकले गन्ध थाहा पाउँदैन, केही हुँदैन खाएर गए पनि भन्ने, अनि खाने आइदिने गर्नुभएको थियो क्या। अनि उहाँले चाहिँ मेरो डर राख्नु भएको थियो क्या। श्रीमतीले थाहा छैन, उसले चाहिँ आँखाले देख्या छैन भनेको, तर परमेश्वरले देख्नुहुन्छ, सबै कुरा थाहा पाउनुहुन्छ भन्ने कुरा चाहिँ उहाँलाई अझै पनि ज्ञान थिएन। उहाँले खाँदै हुनुहुन्थ्यो। अनि जब पछि उहाँले चाहिँ परमेश्वरको भय राख्न थाल्नुभयो, ओहो परमेश्वरले त देख्नुहुन्छ, मेरो श्रीमतीले नदेखेर के भयो, मेरो श्रीमतीले चाल नपाए नि के भयो, मेरो परमेश्वरले चाहिँ चाल पाउनुहुन्छ। मैले चाहिँ यो गलत गरिराखेको छु, यो खाइराखेको कुराले त मलाई त वास्तवमा नि मेरो चाहिँ फाइदा दिँदैन, हानि नोक्सानी दिइराखेको छ भन्ने कुरा बल्ल डराउनु भयो नि। के हो त? त्यो चाहिँ बुद्धिको सुरुवात हो। जब परमेश्वरको भय मान्नु भयो उहाँलाई चाहिँ बल्ल के आयो? बुद्धि आयो। यसले त मलाई असर गरेको रहेछ भनेर। आजभोलि जति नै खा भने पनि खानुहुन्छ, खाँदैन। किन? अब बुद्धि आइसक्यो। त्यही भएर परमेश्वरको भय भनेको बुद्धिको सुरु हो। अनि कसैले रातिमा भेट्न आऊ, तिमी र म भेटौ भन्छ भने के हो त? यदि परमेश्वरको भय मान्छ भने बुद्धि मान्यो नि त। किन? त्यो जाँदै गर्दा खतराबाट पनि बच्यो।
कतिजना छन् केटा केटा साथीहरू ल आऊ भेट्न फलानो ठाउँमा भन्दा अस्ति नै काठमाडौँमा 2टा ज्यान मरे नि त होइन खुकुरी हानेर मारे किन भन्दाखेरि मोबाइलको विषयमा थोडा झगडा पर्यो अनि आइजा आमने सामने आइजा भेटेर कुरा गरौँ भन्दाखेरि के भयो मर्नु पर्यो 2टा दाजुभाइ एकै ठाउँमा सिल्टुङ खानु पर्यो क्या त्यही भएर के गर्छ हामी चाहिँ यदि हामी परमेश्वरको भय राख्छौँ भने चाहिँ रिसाउनु चाहिँ गल्ती हो रिसाउनु हुँदैन क्रोध नगर भनेको छ गर्नु हुँदैन भन्ने कुरा हुन्थ्यो नि अनि त्यो क्रोध नगर भन्ने कुरा आयो भने दिमागमा आयो भने के हो त त्यो चाहिँ हाम्रो जीवन बाँच्यो क्या त्यो चाहिँ के हो बुद्धिमानी हो आज है त्यही भएर नि हेर्नु त बुद्धिको सुरुवात उहाँको आदेश पालन गर्नेहरूको समशक्ति ठीक हुन्छ हो कि भन्नु त उहाँको आदेशहरू पालन गर्नेको समशक्ति के हुन्छ ठीक हुन्छ सही हुन्छ अनि उहाँको प्रशंसा सधैँभरि रहिरहन्छ अरे क्या आमेन आदेश पालन गर्नेको समशक्ति सही हुन्छ वचनमा यो लेखिएको छ पवित्रतामा रहौ लुकुछिपी नभेट जवानहरू लुकुछिपी के नगर पाप नगर अरूको ईर्ष्या नगर अरूको दाह नगर भनेको छ के हुन्छ त उले आदेशहरू पालन गर्नेको समशक्ति सही हुन्छ उले कहिले पनि गल्ती गर्दैन बुझ्यौ गल्ती गर्न जाँदैन पाप गर्दैन आमेन अनि यसैले यो बुद्धिको कुरालाई चाहिँ लिएर हेर्यौ भने चाहिँ हितोपदेश 9:10 मा हेरौ न है हितोपदेश 9:10 मा पनि बुद्धिको कुराहरू छ यो कुरा नि लेखेर छु कि मैले परम प्रभुको भय मान्नु नै बुद्धिको सुरुवात हो र परम पवित्रताको ज्ञान नै समशक्ति हो रे आमेन यो पनि हितोपदेश सोलोमन राजाले पनि त्यही कुरालाई अलि विस्तृत रूपमा भन्नु भएको क्या के त परम प्रभुको भय मान्नु नै के हो रे त बुद्धिको सुरुवात हो वाओ भन्नुस् त आजदेखि परमेश्वरको भय मान्नु भएको छैन भने नि भय मान्न थाल्नुहोस् कति धेरै विश्वासीहरूले मलाई मेसेज गर्नुहुन्छ क्या किन भन्दाखेरि नि कतिजना हुनुहुन्छ मेरो ससुरा पास्टर हो मेरो जेठानी पास्टर हो म आराधनाको अगुवाई गर्ने लिडर हो तर पनि हामी के गरेका छौँ एक आपसमा बोलचाल छैन रे क्या हामी चाहिँ बोल्दैनौँ रे एक अर्कामा घमण्ड छ रे हेर्नु त किन तिनीहरूमा घमण्ड किन आएको त भन्दा उनीहरूलाई चाहिँ परमेश्वरको भय छैन क्या उनीहरूले बिर्सिसके तेरो रिस चाहिँ के हुनु पर्यो घाम अस्ताउन अघि नै मरोस् भन्ने कुरालाई नि बिर्सिए उनीहरू आज्ञामा रहेनन् क्रोध गर्नु पाप हो भनेको छ हो कि हैन भन त हो नि क्रोध गर्नु के हो पाप हो अरूको ईर्ष्या नगर भनेको छ अरूलाई दाह नगर भनेको छ तर उनीहरूले दाह गरे अनि एक अर्काले म पो ठुलो म पास्टर हो म ठुलो म आराधनाको अगुवा म ठुलो भन्न थाले घमण्डले के गर्छ पतन ल्याउँछ घमण्डको एउटै काम के हो पतन गराउने काम हो यदि तपाईँ पतन हुन चाहनुहुन्छ भने घमण्ड गर्नु क्या घमण्डी हुने म जस्तो कोही छैन भनेर त्यो चाहिँ घमण्ड हो है अनि त्यो घमण्ड चाहिँ के त परम प्रभुको भयद्वारा बुद्धिको सुरुवात हुन्छ जब बुद्धिको सुरुवात हुन्छ नि हामीमा त्यो घमण्ड जान्छ ईर्ष्या जान्छ दाह जान्छ रिस जान्छ पापहरू सबै के हुन्छ जान्छ जब पापहरू जान्छ अनि हामीलाई के आउँछ त परमेश्वरको ज्ञान वचनहरू हाम्रो समझ शक्तिमा आउँछ आमेन तपाईले परमेश्वरको भयमा जिउनेहरू के हुन्छन् त बुद्धिमानी हुन्छन् भन्नुस् त म चाहिँ बुद्धिमानी छु भन्नुस् किनभने म चाहिँ परमेश्वरको भयमा जिउँछु हेर्नु है तपाईँ चाहिँ बुद्धिमानी व्यक्ति हो जो चाहिँ परमेश्वरको भयमा चाहिँ जिउँछ किन भयमा जिउँदै गर्दाखेरि बाहिरको केटीलाई हेर्नु हुँदैन बाहिरको केटालाई हेर्नु हुँदैन किन यो चाहिँ बेविचार हो भन्छ नि के आयो समझ शक्ति आयो बुद्धि आयो त्यही भएर के हो त त्यो चाहिँ बुद्धिमानी हो आज धेरै मानिसहरू नि बेविचारमा फसेर मरिरहेछ हिजो मात्र एकजनाले के गरेछ श्रीमतीको हत्या गरेछ खुकुरीले हानेछ किन बेविचारको कारणलाई त्यस्तै कारण होला हेर्नु त बुद्धि नभएकोले कारणले गर्दाखेरि आज हामी परमेश्वरको भय मान्छौँ भने के हुन्छ हामी चाहिँ मार्नु हुँदैन काट्नु हुँदैन भन्छौँ नि त होइन त्यही भएर हेर्नुहोस् है कति परमेश्वरको भयमा रहनु कति असल कुरा छ कति फाइदाजनक छ त्यसैले तपाईहरू पनि के रहनुहोस् परमेश्वरको भयमा जिउनुहोस् अनि अर्को फेरि भनेको छ अर्को चाहिँ देशमा शक्तिशाली हुनेछ अनि घरमा धन सम्पत्ति रहनेछ के हुनेछ अरे देशमा शक्तिशाली हुनेछ घरमा धन सम्पत्ति रहनेछ भजन संग्रह 112 को 1 देखि 3 सम्म हामी हेर्नेछौँ है
यसो छ कि भजन संग्रह 112 को 1 देखि 3 सम्म परम प्रभुको प्रशंसा गर, त्यो मानिस धन्यको हो जसले परम प्रभुको भय मान्दछ र उहाँका आज्ञाहरूमा ज्यादै प्रसन्न हुन्छ अरे। के गर रे? परम प्रभुको प्रशंसा गर। त्यो मानिस कस्तो मानिस धन्यको हो? जो चाहिँ परमेश्वरको भय मान्दछ र उहाँको आज्ञामा चाहिँ धेरै खुसी हुन्छ क्या। यो आज्ञा पनि कति गाह्रो कुरा हो। यो सब दिनलाई पवित्र मान्नु भनेर नबनाइदिएको भयो नि त कहिलेकाहीँ त म जान्थेन नि भनेर ऊ दुखी हुँदैन क्या। के हुन्छ? हप्ताको एकचोटि परमेश्वरको उपस्थितिमा जान पाउनु, परमेश्वर बुवालाई भेट्न पाउनु, उहाँसँग संगति गर्न पाउनु कति आशिषको कुरा। वाउ भनेर ऊ चाहिँ खुसी हुन्छ भने हेर्नुहोस् है। 2 मा त्यसको वंश देशमा शक्तिशाली हुनेछ, सोझा मानिसहरूको पुस्ताले आशिष पाउनेछ। आमेन। के हुनेछ त? परम प्रभुको भय मान्दछ र उहाँको आज्ञाहरू पालन गर्छ, खुसी हुन्छ भने त्यसको वंश देशमा शक्तिशाली हुनेछ रे। वाह, हाम्रो वंशलाई हामीले तुच्छ ठानेको होला, तल्लो जाति सम्झेको होला, तपाईलाई कुनै मानिसहरूले गन्ती गरेको हुँदैन होला। हेर्नुहोस् है, तर के हुनेछ अरे? त्यही वंश चाहिँ देशमा शक्तिशाली हुनेछ र त्यसको सोझा मानिसहरूले के हुनेछ? सोझा मानिसहरूको पुस्ताले आशिष पाउनेछ। आमेन। सोझा मानिसका पुस्ताले। आज हेर्नुहोस् है, वंशको कुरा आएको छ कति ठाउँमा। अस्ति भर्खर कता हेर्दै गर्दाखेरि के त जातीय छुवाछुतको के भएको रे त अन्त्य भएको छ अरे, हामी गर्दैनौँ भन्छौँ। तर जसले गर्छ त्यही व्यक्तिले चाहिँ जातीय छुवाछुत गर्छ। अस्ति मैले सुने हो क्या, होइन? एकजनाले भन्दै हुनुहुन्थ्यो, ओहो त्यहाँ चाहिँ किन जानु पर्यो, त्यहाँका घरका बाजे बजै कहाँ बसे होलान्, त्यहाँ त जम्मै दमाई कामीलाई हुलेर ल्याएको छ। ओ छ्या 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 छ्या, त्यसको पुर्खा कहाँ बसे होला अरे। क्या मान्छेले तुच्छ ठान्छ नि। हो, त्यस्तै तुच्छ ठान्ने पुस्तालाई के गर्नुहुन्छ? आशिष दिनुहुन्छ। यदि तपाईँ डर र भयमारी रहनुभयो भने परमेश्वरले बनाउँदा मानिस जातिलाई नि दुईवटामा मात्रै बनाउने, एउटा महिला एउटा पुरुष हो। मानिसहरूले बुझेको छैन अझै पनि। हेर्नुहोस्, अस्ति भर्खरको कुरा मात्रै हो, हामीले आफन्तले भन्नुभएको कुरो अरे भनेर हामीले चाहिँ सुन्दै थियौँ क्या। तर पनि हेर्नुहोस् त, यदि तपाईँ परमेश्वरको भयमा रहनुभयो त्यही वंशलाई के गराउनुहुन्छ? शक्तिशाली बनाउनुहुनेछ। आमेन। अनि 3 नम्बरमा त्यसको घरमा धन सम्पत्ति रहन्छ र त्यसको धार्मिकता सदा रहिरहन्छ। आमेन। परमेश्वरको भयमा जिउनेहरूको घरमा के हुन्छ अरे? धन सम्पत्ति रहन्छ अनि त्यसको धार्मिकता के हुन्छ? सदा रहिरहन्छ। आज करोडौँ पैसा होला, कतिको कमाएको छ होला, कमाइ छ होला, तर घरमा छैन होला क्या। आज परमेश्वरको भयमा जिउनेहरूको निम्ति के हुन्छ? घरमा चाहिँ धन सम्पत्ति सदा रहन्छ। आज म कयौँ व्यक्तिहरूलाई देखेका छौँ, थुप्रै धन सम्पत्ति, सुनहरू जोडेको हुन्छ, धन सम्पत्ति, घर जग्गाहरू जोडेको हुन्छ, तर उसको शरीरमा नि जब सानो रोग लाग्छ नि उसको सबै बिक्री गरेर नि पनि ऊ बाँच्न सकेको हुँदैन। तर आज हामीलाई के छ त? जो परमेश्वरको डर र भयमा जिउ छ नि त्यो व्यक्तिको घरमा चाहिँ त्यो धन सम्पत्ति रहेको छ। आज धन सम्पत्ति हामीले चाहिँ देखिने, आँखाले देखिने भौतिक कुराहरूलाई मात्रै मान्दछौँ, रुपियाँ पैसालाई मान्दछौँ, तर त्योभन्दा पनि ठुलो कुरा चाहिँ हाम्रो खुसी, आनन्द, शान्ति हो क्या। यो कुरा चाहिँ नि आज हामी परमेश्वरको डर र भयमा जिउने व्यक्तिहरूको घरमा चाहिँ यो कुराहरू हामीले पाएका छौँ। ती कुराले हामी आशिषित छौँ। आमेन। अनि अर्को कुरा छ, सहायक र ढाल बन्नुहुनेछ। परमेश्वरको भयमा जिउने मानिसहरूको बीचमा के हुनुहुनेछ त? सहायक र ढाल बन्नुहुनेछ। भजन संग्रह 115 को 11 मा हामी हेर्नेछौँ है। 115 को 11। तिमीहरू जो परम प्रभुको भय मान्छौ, उहाँमा भरोसा राख, तिनीहरूका सहायक र ढाल उहाँ नै हुनुहुन्छ। आमेन। परम प्रभुको भय मान्छौ भने उहाँमा भरोसा राख, तिनीहरूका सहायक र ढाल उहाँ नै हुनुहुन्छ अरे। कसको? हाम्रो, जसको चाहिँ भय मान्छौ। आज हाम्रो निम्ति ढाल हो, सहायक ढाल को बन्नुहुन्छ? परमेश्वर बन्नुहुन्छ। आज हामीले यो कुराहरू हामी थाहा पाएका छौँ क्या, हामीले यो कुराहरू बुझेका छौँ फेरिहरू है। अनि अर्को कुरा चाहिँ म पढ्न थालेँ। अनि अर्को कुरा छ कि ठुला सानालाई आशीर्वाद दिनुहुनेछ अरे। के गर्नुहुनेछ अरे? ठुला र साना दुवैलाई आशीर्वाद दिनुहुनेछ। यसैको भजन संग्रह 115 को 13 मा ठुला र साना दुवै परम प्रभुका भय मान्नेहरूलाई उहाँले आशीर्वाद दिनुहुनेछ। आमेन। ठुला अनि साना
धनीलाई मात्रै होइन है, अनि राम्रो व्यक्तिलाई मात्रै होइन, उहाँले नि जसले चाहिँ भय मान्छ नि। आज दाउद राजालाई हेरौँ न, दाउद राजा चाहिँ नि जङ्गलको बिचमा के गर्दै थिए, भेडा चराउँदै थिए। उनी चाहिँ भेडा गोठाले थिए क्या। उनका दाजुहरू चाहिँ के थिए त, कोही सेनामा भर्ती थिए, साउल राजाको सेनामा भर्ती थिए, उनीहरू आर्मी थिए, लडाइँ गर्दथे। तर दाउद राजाले नि के गर्थे त, उनले परमेश्वरको भय राख्थे, भय मान्थे, अनि उनी चाहिँ परमेश्वरको वचनलाई पालन गर्थे। अनि उनी के भयो त, पछि दाउद राजा भए। परमेश्वरले के गर्नुभयो त, परमेश्वरको भय मान्नेलाई आशीर्वाद दिनुहुन्छ। के तपाईँलाई सानो कुराबाट ठुलो पोस्टमा पुर्याउनु त्यो आशिष होइन र, आशीर्वाद होइन र? हाम्रो बाउ आमाले पहिला हामी संसारमा हुँदाखेरि हामीलाई दसैँमा टिका लाउँदा भन्नुहुन्थ्यो, ए तिमीहरू के गर्नु, पढ्नु, ठुलो मान्छे हुनु भनेर आशिष दिनुहुन्थ्यो क्या। पढेर ठुलो मान्छे भनेको बढ्दै बढ्दै मोटाएर अग्लो भएर भन्न खोजे होइन क्या, होइन? तिमीहरू आफ्नो खुट्टामा आफै उभिनु भन्न खोजे, यसरी ठुलो हुनु भनेको। त्यही भएर उहाँले भय मान्नेहरू साना ठुला दुवैलाई के गर्नुहुन्छ, आशीर्वाद दिनुहुन्छ भनेको। तपाईँ अहिले पढ्दै हुनुहुन्छ, तपाईँ अहिले गाउँमा केही काम गर्दै हुनुहुन्छ, भोलि तपाईँ मन्त्री बन्नु होला, तपाईँले जागिर खानु होला, त्यो के हो, आशीर्वाद होइन र? होइन? तपाईँ रोगमा जिउँदै हुनुहुन्छ होला, रोगमा सङ्घर्ष गर्दै हुनुहुन्छ होला, तपाईँ भोलि निको हुनु के हो त, त्यो पनि आशिष हो क्या, आशीर्वाद हो। त्यही भएर नि त परमेश्वरको भय मान्नेहरूलाई के गर्नुहुन्छ, उहाँले चाहिँ आशीर्वाद पनि दिनुहुनेछ। अनि अर्कोमा हेर्नेछौँ हामी, उहाँले चाहिँ मनोरथ पनि पुरा गर्नुहुन्छ अरे। के पनि? मनोरथ पनि पुरा गर्नुहुन्छ। आमेन। भजन सङ्ग्रह 145 को 19 मा आज म तपाईहरुलाई सबै कुरा चाहिँ देखाउँदैछु है वचनद्वारा। परमेश्वरको भयमा जिउनेहरूलाई के हुन्छ भन्दै गर्दाखेरि अर्को के हुँदो रहेछ, मनोरथ पनि पूरा गर्नुहुने रहेछ अनि पुकारा पनि सुन्नुहुन्छ। भजन सङ्ग्रह 145 को 19। उहाँको भय मान्नेहरू सबैका मनोरथ उहाँले पूरा गर्नुहुन्छ। उहाँले तिनीहरूको पुकारा सुन्नुहुन्छ र तिनीहरूलाई बचाउनुहुन्छ। आमेन। हेर्नु त, उहाँका भय मान्नेहरू सबैका मनोरथ, एउटाको मात्रै होइन, जसले नि उहाँको भय मान्छ नि, मनोरथ भनेको मनको इच्छाहरू क्या। अनि जसले उहाँले पुकारा गर्नुहुन्छ नि, उहाँले चाहिँ सुन्नुहुन्छ अरे क्या। आमेन। वाउ, सुन्ने परमेश्वर। तपाईले हेर्नुभयो भने नि, हन्नालाई हेर्नुभयो भने नि, होइन, 1 शमूएलतिर जानुभयो भने हन्ना क्या, हन्नाले के गरेथे, परमेश्वर डर भयमा जिएका थिए। अनि उनले के गरे, जब पुकारा गरे उनको चाहिँ बच्चै थिएन। अनि चाहिँ जब पुकारा गरे परमेश्वरले सुन्नुभयो क्या। अनि उनले चाहिँ के गरे, शमूएल जस्तो अगमवक्ता छोरालाई जन्म दिए। आमेन। पुकारा सुन्नुहुन्छ। आज तपाईँ पनि परमेश्वरको भयमा रहनुभयो भने तपाईले जे इच्छा गर्नु भएको छ नि, त्यो इच्छा परमेश्वरले पुरा गर्नुहुन्छ। आमेन। अनि अर्को कुरा छ, हितोपदेशतिर जाउँ है हामी पनि। अर्को कुरा चाहिँ बुद्धि सिकाउँछ। हितोपदेश 15 को 33। हितोपदेश 15 को 33 मा गयौँ भने यहाँ चाहिँ परम प्रभुको भयले मानिसलाई बुद्धि सिकाउँछ र आदर पाउन अघि नम्रता आउँछ। आमेन। परम प्रभुको भयले के गर्छ अरे, बुद्धि सिकाउँछ। वाउ, हेर्नु त कति राम्रो कुरा। सबैभन्दा ठुलो चाहिएको कुरा हामीलाई बुद्धि होइन र? आज धेरै मान्छेहरुमा बुद्धि हराइसक्यो। त्यही बुद्धि हराएको कारणले श्रीमतीलाई मारेको छ, कसलाई मारेको छ, जेलखानामा जानु परेको छ, आफैले पनि दुःख खेप्नु परेको छ, बुद्धि भ्रष्ट भएको कारणले। तर जब परमेश्वरको भय मान्छौँ भने हामी के गर्छौँ, बुद्धि प्राप्त गर्छौँ। यसलाई चाहिँ मार्नु हुँदैन, यसलाई मार्नु भनेको म पनि खतम हुनु। एक न एक दिन त जसरी नि म उम्किएँ भने पनि एक न एक दिन त कानुनले मलाई छोड्दैन, जसरी नि म पुलिसको हातमा पर्छु भन्ने कुरा चाहिँ उसले आउँछ क्या। अनि हेर्नु त, आदर पाउन अघि नम्रता आउँछ अरे। के आउँछ? आदर पाउन अघि नम्रता आउँछ। तपाईले घमण्ड गर्नुभयो भने तपाईलाई कसैले आदर गर्दैन नि। जब तपाईँ नम्र हुनुहुन्छ नि, सबैले आदर गर्छ क्या। हेर्नु, येशू प्रभु कति नम्र हुनुभयो, मृत्युसम्म उहाँ नम्र हुनुभयो, प्रेमिलो हुनुभयो, क्षमा दिनुभयो क्या है। अनि अर्को छ कि धन मान र जीवन ल्याउँछ। केले? परमेश्वरको भयले। हितोपदेश 22 को 4 मा के ल्याउँछ अरे? धन मान र जीवन ल्याउँछ। हेर्नु छ, हितोपदेश 22 को 4 मा नम्रता र परम प्रभुको भयले धन मान र जीवन ल्याउँछ।
आमेन। आजको लास्ट पद के ल्याउँछ नि यो लास्टमा के आयो त धन पनि आयो मान पनि आयो जीवन पनि आयो आमेन। हामी यो परमेश्वरको भयमा रहने कुराहरू हेर्दै गऱ्यौँ भने थुप्रै व्यक्तिहरू हुनुहुन्छ जुन चाहिँ बाइबलमा दानियलले पनि परमेश्वरको भय मानेको कारणले गर्दाखेरि नि उनी सिंहको मुखबाट पनि के गरेका छन् बचेका छन्। त्यो सामान्य सिंह होइन के सिंह हो भोकाएका सिंहहरू एउटा सिंह होइन थुप्रै सिंहको खोरमा हाल्दै गर्दा पनि के गरेका छन् त दानियल चाहिँ बाँचेका छन् परमेश्वरले बचाउनु भएको छ क्या। अनि सद्रक मेसक र अबेदनगोलाई पनि के गरेछन् आगोको भट्टीबाट बाँचेका छन् के कारणले परमेश्वरको भय मानेको कारणले। उनीहरूलाई त के गरेको छ नबुकदनेस्सर राजाले सुनको मूर्ति गराएर ए धोग भन्दाखेरि नि धोगेनन् क्या परमेश्वरको भयमा माने भय डर र भयमा रहे उनीहरूले गरे एउटै परमेश्वरलाई बाहेक अरूलाई नपुज्नु भनिकन परमेश्वरले भन्नु भएको छ त्यो कुरा चाहिँ उनीहरूले पालन गरेका छन्। अनि झन् मुख्य हिरो भनौँ न बाइबलका मुख्य हिरो योसेफको बारेमा त हामी सधैँ सुन्दै आएका छौँ उनले के गरेका छन् त परमप्रभुको भयमा चाहिँ उनी रहेका छन्। त्यसै कारणले गर्दा के भएको छन् त उनी आऊ मसँग बेविचार गर भन्दै गर्दा पनि होइन उनी के गरेका छन् बेविचारबाट भागेका छन्। जब उनी भागे नि जब बेविचारबाट भागे अनि भाग्दै गर्दाखेरि नि उनलाई सुख भएन क्या उनलाई चाहिँ फसाएर जेलमा हाले जेलमा हाल्दै गर्दा पनि उनले चाहिँ परमेश्वरको भयमा रहे परमेश्वरमा भरोसा गरे अनि उनले चाहिँ के गरे त पछि चाहिँ जब योसेफले सपनाको अर्थ खुलाइदिए होइन कैदीहरूलाई अनि उनीले चाहिँ के भए त मिस्र देशको प्रधानमन्त्री भए र उनले के गरे त धन पनि आयो मान पनि आयो र उनले चाहिँ जीवन पनि पाएका छन् आमेन। परमेश्वरको डर र भयमा जिउनाले सधैँ हाम्रो चाहिँ भलाइ हुँदो रहेछ सधैँभरि हामीलाई चाहिँ उहाँले उन्नति गर्नु हुँदो रहेछ सधैँभरि हाम्रो के हुँदो रहेछ त पदोन्नति हुँदो रहेछ जब हामी चाहिँ परमेश्वरको डर र भयमा जिउँछौँ भने। त्यसैले यदि तपाईँ परमेश्वरको डर र भयमा जिउनु भएको छैन भने नि आजको यो वचन तपाईँहरूको निम्ति हो जस चाहिँ परमेश्वरको डर र भयमा जिउनु भएको छैन। कतिजना पास्टर अगुवा हुनुहुन्छ होला दिक्क लिडर हुनुहुन्छ होला तपाईँले चाहिँ त्यसको दुरुपयोग गर्दै हुनुहुन्छ म चाहिँ पास्टर हो मलाई चाहिँ अधिकार छ तैँले चाहिँ यो गर्नुपर्छ भन्ने होला त्यो चाहिँ होइन। पहिला चाहिँ हामी के हुनुपर्छ सेवक हुनुपर्छ नम्रता र परमप्रभुको भयले मात्र धन मान र जीवन ल्याउँछ फेरिहरू। त्यसैले नि हामीमा भएको घमण्डलाई अहङ्कारपनहरूलाई हामीले त्याग्नुपर्छ र हामीले चाहिँ जहिले पनि परमेश्वर हुनुहुन्छ भनेर हामीले परमेश्वरको जसरी नै हामीले सेवा गर्नुपर्छ परमेश्वरले दिनुभएका भेडाहरूको असल रूपमा हामीले रेखदेख गर्नुपर्ने हुन्छ आमेन। हुन्छ आजलाई परमेश्वरको वचन यति नै। अब हामी प्रभु भोज गर्नेछौँ।